फागुन 8 गते शुक्रबार करिब दिउँसो 12 बजेको समयमा सिम्ता, सुर्खेत र बनगाड जोड्ने भिरी नदी पुलमा हाम फालेर बेपत्ता भएकी 21 वर्षीय पुष्पा सिंह ठकुरीको आज पनि खोजी कार्य भइरहेको छ। प्रदेश सशस्त्र प्रहरी बलको गोताखोर टोली आएर आज खोजी कार्य गरिराखेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ गोताखोर टोली डुबेको छ, अहिले डुबेर हेरिराखेको छ। स्थानीय बासिन्दाहरू हुनुहुन्छ, आफ्नो घर परिवारका इष्टमित्रहरू, नेपाल प्रहरी, नेपाल आर्मी लगायतको टोली सबै जुटिराखेको छ सब खोजीको कार्यको लागि। सशस्त्र प्रहरीको 2 जना साथीहरू डुबेर हेरिराख्नु भएको छ। अक्सिजन सहितको टोली नदीमा डुबेर हेरिराखेको छ। यता पारी आफन्तजनहरू हुनुहुन्छ, यता पनि आफन्तजनहरू हुनुहुन्छ। पुष्पाको सब कति बेला भेटिएला र देख्न पाम्ला पुष्पालाई भनेर अन्तिम इच्छा उहाँहरूको आफन्तजनहरूको छ। कति बेला भेटिएला लास भन्ने पर्खाइमा हुनुहुन्छ। आज उनी हराएको 5 दिन भइसक्यो। उनी नदीमा बेपत्ता भएको 5 दिन भइसक्यो। यत्रो समयमा पनि उनी कहाँ गएकी होलिन्, कहाँ बसेकी होलिन्, के गर्दै होलिन्। आफन्तलाई साह्रै दुखी हुनुहुन्छ, आफन्तहरू साह्रै चिन्तित हुनुहुन्छ। कहाँ छौ पुष्पा भन्दै खोज्दै हिँडिराख्नु भएको छ। हरेक दिन, हरेक समय, हरेक पल पलमा पुष्पाकै खोजी कार्यमा लागिराख्नु भएको छ। आफन्तजनहरू, इष्टमित्र, यहाँको स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी निरन्तर लागिराख्नु भएको छ। कहाँ छौ पुष्पा, के गर्दैछौ, कहाँ बसेकी छौ भनेर खोजी कार्य गरिराख्नु भएको छ। यहाँको निरन्तर प्रयासपछि जहाँ हाम फालेकी हुन्, अब गोताखोर टोली अब त्यहाँ तल खोज छ, जहाँ पलहरू छ, जहाँ जीरहरू अड्किने अथवा लासहरू अड्किने सम्भावना भएको ठाउँ छ। अब त्यहाँ जाँदैछ गोताखोर टोली।
तल जहाँ हामीले सम्भावित ठाउँ लास चाहिँ हुनुपर्छ भन्ने आकलन गरेको ठाउँमा गोताखोर टिम आइसकेको छ। गोताखोर टोली निरन्तर लागिरहेको छ पुष्पाको लास खोज्नलाई, पुष्पाको शव खोज्नलाई हामी सबै निरन्तर रूपमा लागिरहेका छौँ। यहाँ सम्पूर्ण आफन्तजनहरू हुनुहुन्छ, पुष्पाको पर्खाइमा बसिराख्नु भएको छ। दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, घर परिवार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सम्पूर्ण लागिराख्नु भएको छ, निरन्तर प्रयास गरिराख्नु भएको छ। खोजी कार्य निरन्तर भइराखेको छ, तर पनि अहिलेसम्म लास भेटिएको छैन। एक्काइस वर्षसम्म हुर्काएकी छोरी अनाहतमा नदीमा डुब्दा, नदीमा हाम फाल्दा आमा बुवालाई कस्तो भएको होला तपाईँ हामी आफै अनुमान लगाउन सक्छौँ। एक्काइस वर्षको पालेकी छोरी, हुर्काएकी छोरी, 9-10 महिनासम्म गर्भमा राखेर जन्माएकी छोरी आज गुमाउँदा आमा बुवालाई कस्तो पीडा भएको छ होला तपाईँ हामीले कसरी यसको बयान गर्न सक्छौँ। अब आजको प्रयास गोताखोर टोलीले पनि भेटाउन नसकेको अवस्था देखियो। लामो निरन्तर प्रयास पछि पनि लास नभेटिएपछि अब गोताखोर टोली आफ्नो स्थानतिर प्रस्थान गर्दैछ। अब जाँदैछ। आफन्तजनहरू अझै प्रतीक्षामा हुनुहुन्छ, बेग्र प्रतीक्षामा हुनुहुन्छ। लास भेटिन्छ कि पुष्पालाई हामी देख्न पाउँछौँ कि भन्ने आश राखिराख्नु भएको छ। अब सशस्त्र प्रहरी जाँदैछ।